नमस्कार। आजको भिडियोबाट चाहिँ हामी के सुरु गर्न गइरहेको छौँ भने आजबाट चाहिँ हामी हाम्रो अलिकति म ल्याम्प मिलाउँछु है। आजबाट चाहिँ हामी के सुरु गर्न गइरहेको छौँ भने हाम्रो वेब डेभलपमेन्टको जुन फुल स्ट्याक प्रोग्रामको फ्रन्ट एन्ड र ब्याक एन्ड डेभलपमेन्ट हुन्छ नि, दुईवटा फरक फरक पार्टमा डिस्ट्रिब्युट गरेर हामी होइन, क्लासिफाइड गरेर हामी हो। त्यसमध्ये फ्रन्ट एन्ड डेभलपमेन्ट चाहिँ सुरु गर्न गइरहेको छौँ। हामी चाहिँ कम्प्लिट वेब डेभलपमेन्ट बेसिक टु एडभान्स कोर्समा छ मैले होइन, त्यो गर्छौँ। त्यो चाहिँ त्यसको आज यो फर्स्ट भिडियो हो होइन। तर हामीले सिधै ब्याकएन्डमा हाम फाल्यौँ भने त हामीलाई त केही पनि थाहा हुँदैन नि त होइन। हामीले त के गरे यो त रामायण होइन महाभारत जस्तो हुन्छ कि। रामायण त केही पनि अलिअलि त बुझिन्थ्यो, महाभारत त बुझ्न गाह्रो हुन्छ हो। त्यसरी नै अब हामी चाहिँ के गर्छौँ भनेर भन्दाखेरि फ्रन्ट एन्डमा जान्छौँ। फ्रन्ट एन्डमा चाहिँ के हो त फ्रन्ट एन्ड डेभलपमेन्ट भनेको भनेर भन्दाखेरि फ्रन्ट एन्ड डेभलपमेन्ट भनेको चाहिँ अब म मेरो स्क्रिनबाटै देखाउँछु है। फ्रन्ट एन्ड डेभलपमेन्ट भनेको चाहिँ कस्तो त हो भनेर भन्दाखेरि कुनै पनि एउटा वेबसाइटमा जाऊँ न है हामी। अब यो हामी दराजको वेबसाइटमा छौँ है, दराजको अफिसियल वेबसाइटमा छौँ। यो चाहिँ नेपालको लागि वेबसाइट हो है। अब यसमा हामी हेरौँ है। हामी हेर्दाखेरि यो जुन देखिरहौँ नि माथिको यो सर्च बार देखिरहौँ वा हामीलाई जुन पनि यो पार्ट भिजिबल छ नि हो, यो डेभलपमेन्टको कामलाई चाहिँ के भनिन्छ भनेर भन्दाखेरि फ्रन्ट एन्ड डेभलपमेन्ट भनिन्छ है। अनि ब्याक एन्ड भनेको चाहिँ जुन हामीलाई यो भिजुअल छैन तर हामीले यहाँ सर्च गर्दाखेरि यो सर्च फङ्सनले काम गर्छ नि हो, कसरी काम गर्छ, डाटाबेससँग कसरी एक्सेस गर्छ, त्यो चाहिँ केमा पर्छ, त्यो चाहिँ ब्याक एन्डमा पर्छ है। अब हामी यो दराजको उसलाई फ्रन्ट एन्ड एउटा हाम्रो युआई भनौँ न, युजर इन्टरफेस है, युजर इन्टरफेस डेभलपमेन्ट हुन्छ नि हो, त्यो चाहिँ फ्रन्ट एन्ड डेभलपमेन्टको काम हो कि है। अब हामी चाहिँ फ्रन्ट एन्ड डेभलपमेन्टमा के चाहिन्छ त सुरुमा है, फ्रन्ट एन्ड डेभलपमेन्टको के हो त होइन नेसेसरी कुराहरू, फ्रन्ट एन्ड डेभलपमेन्टको लागि के नेसेसरी छ, के आउनुपर्छ हामीलाई होइन, त्यो थाहा हुनुपर्छ है। अब यो क्यान्सल गरौँ। त्यस्तो भयो है। अब त्यसपछि हामी यसमा यो के गरौँ, अब यहाँ लेख्न थालौँ है। मतलब हाम्रो फ्रन्ट एन्ड डेभलपमेन्टमा हामीलाई के कुरा चाहिन्छ त, हामीलाई सुरुमा चाहिने भनेको एचटिएमएलको नलेज। एचटिएमएल भनेको के हो त, एचटिएमएल भनेको चाहिँ हाइपर टेक्स्ट मार्कअप ल्याङ्ग्वेज हो है। यसको बारेमा म अहिले कोडिङ स्टार्ट भएपछि मतलब एचटिएमएल सुरु गरेपछि भन्छु है। आजको भिडियोमा चाहिँ हामी एचटिएमएल भनेको के हो बुझ्छौँ, एचटिएमएलको हेडिङ ट्यागको बारेमा बुझ्छौँ, प्याराग्राफ ट्यागको बारेमा बुझ्छौँ, अनि त्यसपछि अर्को एकदम राम्रो कुरा लिस्टको बारेमा बुझ्छौँ है। लिस्टहरू कस्तो हुन्छन् त, के प्रकारका हुन्छन् त लिस्ट एचटिएमएलमा, त्यो बुझ्छौँ। अनि हाम्रो यो इन्टायर कोर्समा चाहिँ हामीले फ्रन्ट एन्ड डेभलपमेन्टको कोर्समा चाहिँ हामीले के सिक्छौँ भनेर भन्दाखेरि एउटा त एचटिएमएल भयो, अनि 2 नम्बरमा छ सिएसएस भनेको के हो, कास्केडिङ स्टाइल सिट है। सिएसएसको बारेमा हामी बुझ्छौँ, सिएसएसको नलेज दिन्छु म हजुरहरूलाई, बेसिक चाहिने जति सब नलेज दिन्छु, सिएसएसको डिजाइनिङको नलेज दिन्छु। अनि त्यसपछि एचटिएमएल भयो, यो 1 नम्बरमा एचटिएमएल भयो, 2 नम्बरमा सिएसएस भयो। अब त्यसपछि म के भन्छु, बुटस्ट्र्याप सिकाउँछु है, मतलब फ्रेमवर्किङ है, फ्रेमवर्किङ सिकाउँछु, यो लेख्नु पर्दैन। अनि त्यसपछि 3 नम्बरमा हामी सिक्छौँ के सिक्छौँ भनेर भन्दाखेरि 3 नम्बरमा बुटस्ट्र्याप पछि हामी जेएस सिक्छौँ, जाभास्क्रिप्ट सिक्छौँ। अब जाभास्क्रिप्ट त प्रोग्रामिङ ल्याङ्ग्वेज हो, यिनीहरू त होइन, यो एचटिएमएल र सिएसएस प्रोग्रामिङ ल्याङ्ग्वेज होइन है भन्ने होइन। कसैले सोध्यो भने प्रोग्रामिङ ल्याङ्ग्वेज भनेर भन्ने होइन, त्यो वेब ल्याङ्ग्वेज हो। हामीलाई मतलब त्यो अलि तपाईँहरूलाई नेसेसरी पनि छैन बुझ्नलाई, तर जेएस चाहिँ प्रोग्रामिङ ल्याङ्ग्वेज हो, यति चाहिँ बुझ्ने है। जेएस प्रोग्रामिङ ल्याङ्ग्वेज हो, अरू यो एचटिएमएल सिएसएस होइन। किन होइन भनेर म अहिले एकछिनपछि भन्छु, बिर्सिनँ भने है। अनि जेएस सिक्छौँ, जेएसमा नि हामी के सिक्छौँ भनेर भन्दाखेरि जेएसको बेसिक सिक्छौँ, बेसिक कुराहरू सिक्छौँ। अनि त्यसपछि हामी ब्याकएन्ड सुरु हुन्छ नि, जब ब्याकएन्ड सुरु हुन्छ तब हामी रियाक्ट जेएसहरू अनि एक्सप्रेसको बारेमा बुझ्छौँ होइन हो है। अहिलेलाई चाहिँ हामीलाई यति 2टा कुराहरू नेसेसरी छ है, यति 3टा कुराहरू नेसेसरी छ। अब तपाईँहरू कम्प्युटर ब्याकग्राउन्डबाट हुनुहुन्छ भने त एकदमै राम्रो हो है, तपाईँहरूलाई एकदमै सजिलो हुनेवाला छ। हुनुहुन्न भने पनि केही पनि चिन्ता छैन है, किनकि म छु। अब हामी जाम हाम्रो एकदम सुरुबाट जाम भनेर भन्दाखेरि अब तपाईँहरूले चाहिँ आफ्नो कम्प्युटरको फाइल एक्सप्लोररको विन्डो
मतलब विन्डो डिस्क डीमा मतलब न्यू भोल्युम डीमा है लोकल डिस्क डीमा गएर चाहिँ एउटा फोल्डर क्रिएट गर्नुपर्ने हुन्छ है। अब फोल्डर क्रिएट गर्नलाई के गर्ने भन्दाखेरि पहिला अब हाम्रो यस्तो हुन्छ खोल्दाखेरि यस्तो एक्सप्लोरर खोल्दाखेरि यो युआई आउँछ त्यहाँबाट हामी तल दिस पीसीमा गएर स्क्रोल गरेर यहाँ मैले न्यू भोल्युम डी भनेर बनाइसकेको छु। तपाईँहरूले बनाउनु भएको छैन भने बनाउनुपर्छ है। अब त्यसपछि हामी के गर्ने त भन्दाखेरि राइट क्लिक गरौँ। राइट क्लिक गरेपछि के आउँछ न्यू आउँछ। न्यू पछि के हुन्छ फोल्डर है। अब फोल्डरको नाम के राख्ने भन्दाखेरि फोल्डरको नाम हामी राखौँ के राख्ने त फोल्डरको नाम राखौँ न हाम्रो के हो यो फ्रन्ट एन्ड डेभलपमेन्ट FRNT DEV राखौँ है FRNT फ्रन्ट एन्ड डेभलपमेन्ट है मैले सर्टकटमा राखेँ। अब यो फोल्डर ओपन गरौँ है। ओपन गरेपछि यहाँ केही छ खाली छ नि त होइन हो। तपाईँहरूलाई मैले फेरि एउटा कुरो भन्न बिर्सिन्छु के कुरो भनेर भन्दाखेरि तपाईँहरूले चाहिँ भिजुअल स्टुडियो कोड है VS कोड थाहा नि हो VS कोड डाउनलोड गर्नुपर्छ। कहाँ डाउनलोड गर्ने म भनिदिन्छु त्यो पनि VS कोड COD डाउनलोड है। यहाँ जानु सक्नुहुन्छ। यहाँ यसरी VS कोडको अफिसियल वेबसाइट छ अनि त्यसपछि आफ्नो विन्डो हेर्ने है विन्डो कुन हो हेर्ने अनि आफ्नो विन्डोसँग कम्प्याटिबल भर्जन डाउनलोड गर्ने है। त्यति गरेर डाउनलोड गरिसकेपछि अरू केही पनि गर्नु पर्दैन। हामी यहाँ फाइलमा गएर यसरी फाइल बनायौँ फ्रन्ट एन्ड भन्ने फोल्डर बनायौँ। अब त्यसपछि उयो माथि फोल्डरको यो छ नि यो हो यहाँ माथि क्लिक गर्ने है। त्यहाँ क्लिक गरेर के गर्ने भन्दाखेरि CMD टाइप गर्ने है। त्यसपछि के हुन्छ हाम्रो के खोल्यो त भन्दाखेरि हामीले यो कमान्ड प्रम्प्ट खोल्यौँ है। अब त्यसपछि CODE कोड स्पेस डट इन्टर गरिदिने है। यति गरेपछि के भयो म्याजिक भयो VS कोड आफै खुल्यो। VS कोडमा के खुल्यो भन्दाखेरि VS कोडमा हाम्रो फोल्डर खोल्यो। यो यहाँ माथिको लाइन छ नि हो यो माथिको लाइन हाम्रो फोल्डरको लाइन भयो। अब यहाँनिर फोल्डर खुल्यो। अब त्यसपछि तपाईँहरूलाई एउटा अर्को कुरा नि त भन्नु पऱ्यो नि त है। यो VS कोडको बेसिक कुरा है। यहाँ सर्च गर्ने हुन्छ यहाँ हाम्रो एक्सप्लोर गर्ने हुन्छ। यो माथि फाइल कुरो हुन्छ एडिट सेलेक्सन गर्ने होइन। यो केही पनि तपाईँहरूलाई अहिले चाहियो तपाईँहरूलाई चाहियो भने यहाँ एक्सटेन्सनमा जाने यो तलको है यो लाइनको एक्सटेन्सनमा जाने। एक्सटेन्सनमा गएर के गर्ने भनेर भन्दाखेरि HTML भनेर सर्च गर्ने है हो। अब यो HTML को एक्सटेन्सन मेरोमा पहिल्यै इन्स्टल छ होइन त्यही भएर यहाँ देखाएन है। अब तपाईँहरूकोमा के हुन्छ त भन्दाखेरिमा तपाईँहरूको HTML को एक्सटेन्सन HTML5 HTML4 भनेर देखाउँछ होइन। कुन चाहिँ देखाउँछ त्यो यसरी क्लिक गर्ने अनि इन्स्टलमा क्लिक गरिदिएपछि त्यो आफै हुन्छ। यो HTML स्निपेट्स हो भने यो भने चाहिँ त्यो स्क्रिनसट गर्ने खालको हो कि त्यो तपाईँहरूलाई अहिले चाहिँदैन। अनि त्यसपछि अर्को के चाहियो त HTML चाहिएपछि सबभन्दा अर्को इम्पोर्टेन्ट कुरा चाहिँ लाइभ सर्भर भन्ने एउटा एक्सटेन्सन हुन्छ है हो यो हो होइन। यो चाहिँ मेरोमा इन्स्टल छ र इनेबल्ड पनि छ है। लाइभ सर्भरले चाहिँ के गर्छ भन्दाखेरि तपाईँहरूको जुन कोड हुन्छ नि त्यो कोडलाई चाहिँ एक्जिक्युट गर्दाखेरि अब तपाईँहरूले लाइभ सर्भर इनेबल गर्नु भएन भने चाहिँ होइन यो एक्सटेन्सन राख्नु भएन भने चाहिँ त्यो जुन फाइल बनाउनुहुन्छ नि त्यो फोल्डर यो फोल्डरभित्र जुन फाइल बनाउनुहुन्छ नि हो यो फोल्डरभित्र जुन फाइल बनाउनुहुन्छ त्यसमा लेखेको कोड चाहिँ फेरि त्यो फाइल एक्सप्लोरर खोलेर त्यो कोडमा गएर त्यो फाइलमा गएर ओपन विथ क्रोम वा आफ्नो ब्राउजर कुन ब्राउजर छ होइन त्यो ब्राउजरबाट ओपन गरेर गर्नुपर्छ। त्यो चाहिँ एकदम लेन्दी प्रोसेस हुन्छ। अब त्यसको सल्युसनमा के हो त लाइभ सर्भर हो है। अब तपाईँले यहाँ गरेर इन्स्टल गर्ने अनि त्यसपछि इन्स्टल भएपछि आफै इनेबल हुन्छ है। अब त्यसपछि अब हामी जाऊँ हाम्रो फोल्डर FRNT DEV फ्रन्ट एन्ड डेभलपमेन्ट है यो भइसक्यो। अब त्यसपछि हामी सुरु गरौँ केबाट HTMLबाट। हाम्रो आजको क्लास के हो HTML को बारेमा हो है त। HTML को बारेमा हो भनेपछि अब हामीले के थाहा पाउनु पर्यो भनेर भन्दाखेरिमा HTML को लागि चाहिँ के गर्ने त भन्दाखेरि मैले पहिला एउटा HTML फाइल बनाउँछु है के त index.html है हो। अब त्यसपछि तपाईँहरूलाई लाग्यो होला मैले इन्डेक्स एउटा फाइल बनाएँ फाइलको नाम इन्डेक्स राखेँ तर .html के राखेँ त भन्दाखेरि यो .html चाहिँ एक्सटेन्सन हो है हाम्रो फाइलको एक्सटेन्सन हो मतलब फाइलको टाइप हो कि यसले चाहिँ हाम्रो फाइल कुन टाइपको हो भन्ने कुराको जानकारी दिन्छ। हाम्रो कम्प्युटरले थाहा पाउन सक्छ यसले चाहिँ HTML मा लेखिरहेको छ है हाइपरटेक्स्ट मार्कअप ल्याङ्ग्वेजको यसको स्ट्रक्चर छ है भनेर भन्ने बुझ्छ कम्प्युटरले। त्यो बुझेपछि के गर्छ प्रोसेस गर्छ। हामीले भात खाइस् भनेर भन्दाखेरि खाइ त भनेर भन्दैन त्यसलाई नि त डिकोड गर्नुपर्छ नि त कम्प्युटरले। त्यही पनि कम्प्युटरले भात खाँदैन है मेरो एक्जाम्पल अलिक खराब थियो तै पनि हामी
निरन्तरता दिमा हाम्रो काममा है। अब त्यसपछि इन्डेक्स डट एचटिएमएल बनायौँ। अब एचटिएमएल बनाएपछि अब तपाईँहरूलाई कतिजनाले भीएस कोडमा किन गर्न लागि भनेर भन्दाखेरि एकदम सजिलो छ है। तपाईँहरूलाई भीएस कोडमा भयो भने एकदम सजिलो हुन्छ, टाइपिङको पनि धेरै झन्झट हुँदैन। तपाईँहरू स्लो टाइप गर्नुहुन्छ भने नि एकदम ठिक छ, केही फरक पर्दैन। अब भीएस कोडमा गएर इन्डेक्स डट एचटिएमएल खुलिसकेपछि के गर्ने त भनेर भन्दाखेरि हाम्रो फाइल यो डट एचटिएमएल चाहिँ जस्तै अब जाभा स्क्रिप्ट फाइल बनायौँ भने अब इन्डेक्स डट जेएस हुनु पऱ्यो। डट जेएस भनेको चाहिँ जाभा स्क्रिप्टको एक्सटेन्सन हो। डट सिएसएस भनेको के हो, सिएसएसको एक्सटेन्सन हो है। हो त्यो कुरा बुझ्नु पऱ्यो, अरू त केही पनि छैन है। अब त्यसपछि तपाईँहरूले एचटिएमएल फर्मेट एकदम त्यो फर्मेट लेखिने हुन्छ। हजुर छैन, एकछिनमा खाने त्यो के अरे फर्मेट लेखिने हुन्छ। तपाईँहरूलाई आउँछ भने, आउँदैन भने पनि एकदम सजिलो छ। तपाईँहरूले के गर्ने भन्दाखेरि यो एपोस्ट्रोफी मार्क्स हुन्छ नि, हो एपोस्ट्रोफी साइन हुन्छ नि, सरी एपोस्ट्रोफी साइन हुन्छ नि, हो त्यो साइन चाहिँ लेख्ने हो। नम्बर 1 को लाइनमा एपोस्ट्रोफी साइन टाइप गरेर इन्टर गरिदिने। इन्टर गरेपछि ओहो जादु भयो, के भयो त यो केही पनि होइन, यो सर्टकट की हो है। सर्टकट की भनौँ अहिलेलाई, त्यही भनौँ है। अब यो चाहिँ तपाईँहरूको एचटिएमएलको फर्मेट हो है। अब यहाँ तपाईँहरूले एचटिएमएल सुरु गर्दाखेरि है सर्वप्रथम मतलब यो एचटिएमएल छ नि, यो माथिको यो लाइन छ नि, हो यो लाइन है, यो लाइनलाई चाहिँ यो एचटिएमएल लेखेर यो एचटिएमएल ल्याङ इजिकल टु इन नलेखेर सिधै हेड लेखेर टाइटल डकुमेन्ट है, अनि त्यसपछि बडी लेखेर गर्दा नि हुन्थ्यो है। अब यो चाहिँ किन गरेर भन्दाखेरि बेसिक स्ट्रक्चरमा चाहिँ के हुन्छ म भनिदिइहाल्छु है। अब डक टाइप भनेको एचटिएमएल हाम्रो डकुमेन्ट टाइप कुन हो, एचटिएमएल है, हाइपर टेक्स्ट मार्कअप ल्याङ्ग्वेज हो। अनि एचटिएमएल ल्याङ भनेको यो चाहिँ ल्याङ्ग्वेज कुन हो त, ल्याङ्ग्वेज हामी कुन प्रिफर गर्छौँ, इङ्ग्लिसमा लेखिराखौँ नि त। यो इएन भनेको त के इङ्ग्लिसको हो नि त है। अब त्यसपछि हेड भनेको चाहिँ एचटिएमएलको माथिको टाउको क्या। अनि त्यसपछि बडी पार्ट हुन्छ है, एचटिएमएलको बडी पार्ट हुन्छ। बडी पार्टमा चाहिँ हामी अल द थिङ के लेख्छौँ नि, हो त्यो लेख्छौँ है। अब वेबसाइटको होइन, वेबसाइटलाई चाहिँ अब एउटा ह्युमन बडीको रूपमा होइन कम्पेयर गर्ने हो भने चाहिँ एचटिएमएल भनेको चाहिँ स्केलेटन हो कि, एचटिएमएल भनेको चाहिँ हड्डी हो। अनि सिएसएस भनेको चाहिँ मसल्स हो कि। अब हड्डीलाई मसल्सले छोप्छ नि त होइन, जस्तै हाम्रो मसल्स यो हाम्रो यो जुन शरीर हो, शरीरमा सबभन्दा भित्रपट्टि त स्केलेटन छ नि त, हो त्यसको बाहिरपट्टि मसल्स छ है। मसल्सले गर्दाखेरि मुभमेन्ट फ्लेक्जिबल भयो, मसल्सले गर्दा हामीले राम्रो देखियो। अब हड्डी मात्रै भएको मान्छे हेर्दाखेरि त ओहो भन्ने भइहाल्छ नि, डर लागिहाल्छ नि। हो त्यस्तै भएर अब मसल्सको काम सिएसएसले गर्यो। अब जाभा स्क्रिप्टको काम केले गर्यो, जाभा स्क्रिप्टले के काम गर्यो भन्दाखेरि चाहिँ हाम्रो जुन यो नर्भ्सहरू हुन्छ नि, हाम्रो ब्रेनले के अरे हाम्रो बडीलाई कन्ट्रोल गर्ने, यो फिङ्गर मुभमेन्ट गर्ने हो, त्यस्तो हुन्छ नि, त्यस्तो काम चाहिँ जाभा स्क्रिप्टले गर्छ है। अब एकदम सरल भन्दाखेरिमा एचटिएमएल भनेको स्केलेटन हो, मसल सिएसएस हो, अनि त्यसपछि हाम्रो नर्भ्सहरू चाहिँ के हो त भनेर भन्दाखेरि जाभा स्क्रिप्ट हो है। अब यो तिनवटाको कम्बिनेसनमा बन्यो भने वेबसाइट एकदम राम्रो बन्छ। यो तिनवटाको कम्बिनेसन बिना बन्दैन। एचटिएमएल चाहिहाल्यो, सिएसएस चाहिहाल्यो, र जाभा स्क्रिप्ट म गरेर सिम्पल खालको एउटा एकदमै सिम्पल खालको वेबसाइट बनाउँछु भने त्यो पोसिबल हुँदैन। किनकि जाभा स्क्रिप्ट हामीलाई किन चाहिन्छ भन्दाखेरि हाम्रो जब डाटाबेससँग कनेक्ट गर्छौँ हो त्यतिखेर चाहिँ हामीलाई जाभा स्क्रिप्ट चाहिन्छ, जाभा स्क्रिप्टको नलेज हुनुपर्छ है। अब हामी जाम एकदम सिम्पल कुरामै। अब तपाईँहरूले लेख्दाखेरि अब कुनै पनि टेक्स्ट एडिटर युज गरिरहनु भएको जस्तै सबलाइम टेक्स्ट, नोट प्लस प्लस होइन, नोट प्लस त्यसमा लेखिरहनु भएको भने पनि त्यो कुनै समस्या होइन। तपाईँहरूले यत्रो लामो यो पुरै लेख्नु पर्दैन। तपाईँहरूले के लेख्ने भन्दाखेरि सबभन्दा पहिला एचटिएमएल लेख्ने, अनि त्यसपछि एचटिएमएल लेख्ने, अनि त्यसपछि हेड लेख्ने। हेडभित्र चाहिँ छुटाउनु नहुने कुरा है, यो टाइटल भन्ने कुरा चाहिँ छुटाउनु हुन्न है, क्यान्सल है, छुटाउनु हुन्न। अब जस्तै एचटिएमएल भयो, हेड भयो, अनि बडी भयो। बडीभित्र चाहिँ हामी इन्टायर कुरा लेख्छौँ है। अब हामीलाई के छ त एचटिएमएलमा भन्दाखेरि हेडिङ ट्याग छ है, H1 है, H1 हेलो है। त्यसरी नै अब इन्टर गरिदिएँ H2 है। अब H6 है इजिकल टु हेलो नै लेखिदिएँ मैले। अब तपाईँहरूले यो चाहिँ सेभ गर्नुपर्छ। मेरोमा चाहिँ अटो सेभको अप्सन छ, आफै सेभ हुन्छ। नत्र चाहिँ तपाईँहरूले कन्ट्रोल एस थिचेर सेभ गरिरहनुपर्छ है, केही चेन्ज गर्ने बित्तिकै है यो भीएस कोडमा चाहिँ। अब त्यसपछि तपाईँहरूलाई एकदम सिम्पल कुरा भनिदिन्छ, यो
H1 H2 H6 के लेख्यो भयो होला हैन। यो चाहिँ हेडिङ ट्याग हो कि मतलब हाम्रो HTML मा हेडिङ ट्याग चाहिँ कतिवटा हुन्छन् भन्दाखेरि 6 वटा हुन्छ है। H1 देखि H6 सम्म हुन्छ है। अब हेडिङ ट्याग हैन, हेडिङ ट्याग त एउटा मात्रै भए पनि हुन्थ्यो नि, एउटा दुईटा तीनटा 6वटा 6वटा चाहिँ किन बना त भन्नेको एन्सर चाहिँ म दिन्छु है। अब मैले यो लेखेँ नि, अब त्यसपछि मैले अहिले लाइभ सर्भर डाउनलोड गर्न भनेको थिएँ नि, एक्सटेन्सन इन्स्टल गर्न भनेको थिएँ नि। हो त्यसको काम चाहिँ के हो भन्दा तपाईँहरूले राइट क्लिक गर्ने यहाँ, अनि त्यसपछि ओपन विथ लाइभ सर्भर है। यहाँ तल अप्सन छ ओपन विथ लाइभ सर्भर, वा यसको सर्टकट की छ अल्ट एल अर अल्ट ओ है, अल्ट प्लस एल र अल्ट ओ है। अब त्यो सर्टकट की भन्दा यसरी गर्दाखेरि सजिलो हुन्छ है। अब लाइभ सर्भरमा खोलियो। अब यहाँ हेरौँ है, मैले के लेखेको थिएँ त भन्दाखेरिमा यसमा जाउँ। H1 मा हेलो लेखेको थिएँ, H2 मा हाई लेखेको थिएँ, H6 मा हेलो लेखेको थिएँ। अब हाम्रो चाहिँ यो HTML मा चाहिँ के हुन्छ भन्दाखेरि कोड हाम्रो जुन जे पनि लेखेका छौँ नि हामीले हैन, हो त्यो चाहिँ लाइन वाइज माथि सुरुबाट जाँदै जान्छ कि। अब जस्तै H1 पहिला सुरुमा H1 मा हेलो लेखेका नि हो। अब हाम्रो यहाँ हेरौँ त हाम्रो वेबसाइटमा हेलो आयो है, सबभन्दा माथि है। यो H1 भनेको चाहिँ हाम्रो हेडिङ ट्याग हो हैन। हेडिङ ट्याग हो। कस्तो हेडिङ ट्याग भनेर भन्दाखेरि हाम्रो चाहिँ जुन H1 भित्र लेखेको भ्यालु हुन्छ नि, जुन टेक्स्ट पास गर्छ नि, हो त्यो चाहिँ एकदम ठुलो हुन्छ कि। मतलब त्यसको हाइट विड्थ हैन, त्यो टेक्स्टको चाहिँ फन्ट साइज भनौँ न, अझै फन्ट साइज भन्दाखेरि एकदम सजिलो हुन्छ है। फन्ट साइज चाहिँ एकदम ठुलो हुन्छ है। अब त्यसपछि हाम्रो छ, त्यसपछि मैले H3 मा कि H2 मा के लेखेको थिएँ, H2 मा हाई लेखेको थिएँ। H2 मा हाई लेखेको थिएँ, यो अलि H1 भन्दा अलि सानो भएर हाई आयो है। अनि त्यसपछि H6 मा हेलो लेखेको थिएँ। H6 मा यहाँ तल हेलो लेखेको थिएँ। अब त्यसको पनि त आइसक्यो, कहाँ आयो त भन्दाखेरि हेलो भनेर आयो है। हेलो भनेर ऊ यहाँ तल आयो। म कन्ट्रोल कन्ट्रोल प्लस 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 यहाँ हेलो छ है, ल देख्नुभयो, देखियो है। अब त्यसपछि कन्ट्रोल माइनस 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 गऱ्यो, सक्यो है। अब यहाँ माथि हेरौँ है। ओके 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 ओके, यहाँ माथि अब यहाँ माथि हेर्दाखेरिमा पखम म फुल गर्छु, सरी। यहाँ माथि यो डकुमेन्ट भनेर देखा, अनि उनीहरू चाहिँ के भने यो गोलो पृथ्वीको जस्तो ग्लोब जस्तो आखा नि हैन, हो इन्टरनेटको भनौँ न, इन्टरनेटको सिम्बल जस्तो आखा नि त हैन त्यो। अब यसले चाहिँ के गरे हो त, यो चाहिँ कहाँबाट आयो त भन्दाखेरि तपाईँहरूको यो टाइटल छ नि, हेडभित्र यो टाइटल छ नि, हो है, यो टाइटल छ है। यो टाइटल भएको चिजलाई मैले अब लेखिदिउँ हाम्रो के हो, यो फ्रन्ट एन्ड हैन, FRNTDEV फ्रन्ट एन्ड डेभलपमेन्ट है। यो टाइटलले चाहिँ कहाँ एफेक्ट गर्छ त भन्दाखेरिमा कहाँ गयो, यहाँ छ हैन। फेरि यसलाई फुल स्क्रिन गरिदिन्छु। यो यहाँ देख्नुभयो, ऊ यहाँ माथि तपाईँहरूले यहाँ माथि चाहिँ अहिले अहिलेको ठाउँमा चाहिँ डकुमेन्ट भनेर आएको ठाउँमा चाहिँ FRNTDEV भनेर आयो है। अब यो आइकन छ नि, हो यो आइकन पनि चेन्ज हुन्छ है। अब तपाईँहरूले यहाँ कहाँ छ, दराज अनलाइनको यहाँ माथि हेर्नु है। यहाँ माथिको ट्याबको नाम देखाउँदा नि अनलाइन सपिङ इन नेपाल, यसको चाहिँ टाइटल के छ त, अनलाइन सपिङ इन नेपाल छ। र उयो दराजको लोगो छ नि, हो यो चाहिँ आइकन भन्छ है। यो चाहिँ टाइटल आइकन भन्छ। त्यस्तै केही भन्छ, त्यसको हामीलाई एक्चुअल मिनिङ चाहिँदैन। तर यहाँनिर नि हामीले चाहिँ त्यो फ्याब आइकन भन्छ, सरी हो फ्याब आइकन भन्छ है, फ्याब आइकन भन्छ। त्यो चाहिँ हामीले हाल्न सक्छौँ है। त्यो पनि म बिस्तारै सिकाउँछु, अर्को भिडियोमा सिकाउँछु। आजको भिडियोमा चाहिँ H1 H2 यो हेडिङ ट्याग भयो। अब हेडिङ ट्याग जसरी नै हाम्रो अर्को के ट्याग हुन्छ भन्दाखेरि पी ट्याग हुन्छ है। पी ट्याग भनेको चाहिँ के हो, प्याराग्राफ ट्याग है। प्याराग्राफ ट्यागमा चाहिँ अब मैले लेखौँ, अब एउटा कुनै पनि प्याराग्राफ है, भने यो एउटा इनबिल्ट टेक्स्टिङ फिचर है। मतलब आयो है, यो एउटा प्याराग्राफ छ है। अब तपाईँहरू भन्नुहोस्, यो HTML मा हामीले पी ट्यागमा यो लेख्यौँ हैन, हामीले यसलाई यसरी एरेन्ज गऱ्यौँ, वा यसलाई फेरि हामीले ब्रेकडाउन गरेर यस्तो जुन यसरी गइरहेको थियो नि, मतलब होरिजेन्टल्ली गइरहेको थियो नि, त्यसलाई भर्टिकल्ली ल्यायौँ हैन, हामीले भर्टिकल्ली ल्यायौँ। अब यो हाम्रो वेबसाइटमा पनि त यसरी नै आउनु पर्ने हो नि त, आउँछ त, हेरौँ है त, आयो त, आएन नि त है। मतलब तपाईँहरूलाई आएको जस्तो देख्यो होला यो सर्टमा। अब यो मैले फुल गरिदिएँ, यो सिधै यसरी लस्करै गएको नि त। यो किन गयो भनेर भन्दाखेरि प्री ट्यागमा यस्तै हुन्छ, प्री ट्यागले चाहिँ यस्तै गर्छ। अब यसको सल्युसनमा हामीले एउटा प्याराग्राफ लेख्नु पर्यो। प्याराग्राफ त यसरी पुरै होरिजेन्टल्ली गयो भने त कसले पढ्ने त, भर्टिकल्ली हुनु पर्यो, एकदम एउटा बक्स सेप खालकोमा टाइपमा आउनु पर्यो, त्यति भयो पो पढ्न मजा आउँछ त हैन। यसरी उ गऱ्यो भने लस्करै कसले यसरी पढिरहनु त हैन।
अब त्यसको सल्युसनको लागि चाहिँ हामीसँग के छ भनेर भन्दाखेरि प्रिट्याग छ है, प्रिट्याग है, प्रिट्याग। अब तपाईँहरूले यसमा चाहिँ बुझ्नुपर्ने कुरा है, यो सबै जुन पनि ट्यागहरू छ नि, ट्यागको अगाडिपट्टि एउटा के अरे ग्रेटर देन अनि स्मलर देनको भित्र ट्याग, अनि त्यसपछि यो चाहिँ अगाडि यो चाहिँ सुरुको ट्याग भयो भने यो चाहिँ इन्डिङ ट्याग भयो है। इन्डिङ ट्यागमा चाहिँ के हुन्छ भन्दाखेरि यस्तो स्ल्यास हुन्छ है, यस्तो स्ल्यास हुन्छ है, यो चाहिँ बुझ्नुपर्ने कुरा हो है, यो चाहिँ बुझ्नुपर्ने कुरा हो है। अब तपाईँहरूले के गर्दै हुनुहुन्छ, नोट प्लस प्लस वा सबलाइन टेक्स्टमा लेखिरहनु भएको भने त होइन, त्यहाँनिर अटो सजेस्ट गर्दैन भने अहिले त सजेस्ट गर्छ होला, कतिवटा लेटेस्ट भर्जनहरूमा सजेस्ट गर्छ होला, तर गर्दैन भने अलिक पुरानो भर्जन छ भने तपाईँहरूले यो ट्याग ओपन गर्नुपर्छ होइन, अनि त्यसपछि ट्याग ओपन गरेपछि अर्को क्लोजिङ ट्याग लेख्नुपर्छ। यो चाहिँ एकदम बेसिक कुरा हो है, त्यही भएर मैले भनिराखिनँ, एकदमै बेसिक कुरा हो यो चाहिँ। अब तपाईँहरूले यहाँ हेर्दा हेर्दै थाहा पाउन सक्नुहुन्छ है, त्यस्तो हुन्छ। अनि त्यसपछि यो चाहिँ अरू प्रोग्रामिङ जस्तो हुँदैन, प्रोग्रामिङ ल्याङ्ग्वेज जस्तो त कतै पनि हुने, किनकि यो प्रोग्रामिङ ल्याङ्ग्वेज हुँदा नि होइन है, यो चाहिँ एउटा वेब ल्याङ्ग्वेज हो। अब यो प्रोग्रामिङ ल्याङ्ग्वेज भएको भए चाहिँ हाम्रो कुनै पनि यो ट्यागहरूमा एरर आउनाले होइन पुरै प्रोग्रामै मतलब स्टप हुनसक्थ्यो, प्रोग्रामै नचल्ने हुनसक्थ्यो है, प्रोग्रामले रेस्पोन्ड गर्दैन थियो, इरर थ्रो गर्छु। तर यो वेब ल्याङ्ग्वेज हो, यसमा चाहिँ जहाँनिर इरर भएको हुन्छ त्यो लाइन देखिँदैन, जुन इरर भएको लाइन देखिँदैन त्योभन्दा पछिको लाइन पनि देखिन्छ, अगाडिको लाइन पनि देखिन्छ है, त्यो चाहिँ एकदम सजिलो। अब यहाँ म लोरेम लेखेँ, हेलो आरइएम लोरेम है। फेरि अब यसलाई चाहिँ म के गर्छु त भन्दाखेरि यहाँतिरबाट ब्रेकडाउन गरिदिन्छु है, ल यसरी ब्रेकडाउन गरिदिएँ होइन। अब चाहिँ तपाईँहरूलाई अहिलेको कस्तो आएको थियो भनेर भन्दाखेरि अहिलेको यसरी आएको थियो, अहिले त यो मैले यहाँ हाम्रो एचटिएमएलमा जसरी लेखेको थिएँ हो त्यही फर्मेटमा आयो कि आएन हो, त्यसको लागि चाहिँ हामी के गर्छौँ, प्रिट्याग युज गर्छौँ है। अब हेरौँ है, यहाँ हेरौँ प्रिट्याग भनेको चाहिँ के ट्याग हो भन्दाखेरि प्याराग्राफ ट्याग हो कि, प्याराग्राफको लागि ट्याग हो। प्रिट्याग पनि प्याराग्राफकै लागि युज हुन्छ है, तर हाम्रो जब प्याराग्राफ चाहिँ एउटा कुनै पनि फर्मेटिभ वेमा लेख्नुपर्ने छ त्यो भने चाहिँ प्रिट्याग युज गर्छौँ है। अब त्यसपछि हामी हेरौँ है, अब तपाईँहरूलाई अर्को कुरा सिकाउँछु है। अब यो यहाँ छ नि, यहाँ गएर मैले हजुर 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 ल यो चाहिँ मैले बिआर भनेर राखेको थिएँ। बिआर भनेको चाहिँ के हो त, ब्रेक ट्याग हो है। अब ब्रेक ट्यागको चाहिँ काम के हो त भन्दाखेरिमा, ब्रेक ट्यागको काम चाहिँ के हो भन्दाखेरि ब्रेक गरिदिने हो। अब यहाँनिर गएर हेरौँ है, यहाँनिर गएर हेरौँ, यहाँनिर ब्रेक भएको नि सिधै नगर हो, हाम्रो कुनै पनि लाइनलाई चाहिँ ब्रेक गरिदिने काम केले गर्छ, बिआर ट्यागले, मतलब कि ब्रेक ट्यागले गर्छ है। यति कुरा बुझौँ है। हाम्रो के हुन्छ त आजको हाम्रो भिडियोमा के जान्यौँ त भन्दाखेरि एचटिएमएलको बेसिक कुराहरू जान्यौँ, अनि त्यसपछि चाहिँ हामीले H1 हेडिङ ट्यागको बारेमा जान्यौँ, बडीको बारेमा जान्यौँ, हेडको बारेमा जान्यौँ, टाइटलको बारेमा जान्यौँ। अब भोलिको भिडियोमा चाहिँ म के सिकाउँछु भनेर भन्दाखेरि यहाँनिर तपाईँहरूको यो टाइटलको अगाडि माथिको वेबसाइटमा लोगो राख्न सिकाउँछु है, लोगो राख्न सिकाउँछु। अनि त्यसपछि अर्को आज एउटा अर्को कुरा पनि सिकाउँ है त, MARQUE मार्क, oh sorry, let me use it, MARQUE मार्क्यु ट्याग भन्ने छ है। हो मार्क्यु ट्यागमा चाहिँ अब तपाईँहरूले के गर्न सक्नुहुन्छ भनेर भन्दाखेरिमा मार्क्यु ट्यागमा अब केही पनि लेख्नु, SELLO हेलो है। अब डिरेक्सन RIGHT राइट राख्थेँ यहीँ। अब हेरौँ है त, देख्नुभयो। अब मार्क्यु ट्यागको काम चाहिँ तपाईँहरूले कुनै पनि डिजिटल बोर्डमा होइन, इन्फर्मेसनहरू एलइडी बोर्डमा चाहिँ त्यो रातो अक्षरमा हार्दिक स्वागत छ तपाईँलाई यो ठाउँको बारेमा भन्छ, त्यो कुनै पनि सरकारी कार्यालय वा बसमा, सरकारी बसहरू हुन्छ नि साझा यातायातमा देखाउँछ नि, हो यसरी घुमेर जान्छ नि, हो त्यो काम केले गर्छ, मार्क्युले गर्छ है, मार्क्यु भन्ने ट्यागले गर्छ। यति कुरा जानौँ है। अब आजको भिडियोमा यति गरौँ। अब भोलिको भिडियोमा चाहिँ हामी के गर्छौँ भन्दाखेरि लिस्टिङ सिक्छौँ है, लिस्टको बारेमा सिक्छौँ, एचटिएमएलमा हुने लिस्टको बारेमा सिक्छौँ। आजलाई चाहिँ यति बेसिक गरौँ, धेरै लामो भिडियो बनाउनै हुन्न, हेर्न मजा नि आउँदैन, यति कुरा जानौँ है। अब त्यसपछि अनि लिस्टको बारेमा अलिकति म के भनिदिन्छु नि त। अब लिस्टको बारेमा तपाईँहरूले यो देख्नु भयो नि, सेभ मोर अन एप, यो बिकम अ सेलर, यो पनि लिस्ट हो है, यो हाम्रो उहरूको लिस्ट हो, हामीलाई यसले दिने फङ्सनहरूको लिस्ट हो है, यसरी लिस्ट गरे होइन। अब तपाईँहरूले यहाँ पनि होइन, अझै
हो यतापट्टि साइडमा यो चाहिँ आइकनको वेमा देखा होइन, यो क्याटागोरी यो पनि लिस्ट हो है, यो चाहिँ लिस्ट हो। यो चाहिँ हामी कसरी सिक्छौँ भन्दाखेरि पहिला चाहिँ स्केलेटन लिस्टको बारेमा सिक्छौँ, बेसिक कुरा सिक्छौँ, अनि स्टाइलिङमा चाहिँ यो यसरी कसरी आउँछ। अनि अर्को के छ हाम्रो, अर्को छ के अरे हाम्रो के छ अरे अर्को छ हाम्रो फ्रेमवर्किङ, मतलब बुट स्ट्र्यापमा चाहिँ हामी सिक्छौँ है, यो कसरी आउँछ भनेर सिक्छौँ है। हामी बिस्तारै सिक्दै जान्छौँ, जस्ट ह्याभ पेसेन्स, प्र्याक्टिस गरौँ है। अब आजलाई चाहिँ यति गरौँ है त ल, तपाईँहरूले चाहिँ अब कन्ट्रोल एस गरेर सेभ गरिदिने। थ्याङ्क यू है।